म भूमिका नबाँधिकन सुरु गरौँ। दामोदर पाण्डेले युद्ध लडेका थिए। सिक्किमको निवारणदेखि मध्यपश्चिम नेपालका मोर्चाहरूमा ज्यानको बाजी राखेर गएका थिए। त्यसैले इस्वीको 1792 उनले गरेको बेत्रावती सन्धिले हाम्रो सार्वभौमतालाई जोगायो। तर भीमसेन थापाले युद्ध लडेका थिएनन्। त्यही कारण 1816 इस्वीको 1816 को चौली सन्धिले हाम्रो 1/3 भूभाग गुम्यो। जङ्गबहादुरले युद्ध लडेका थिए। त्यसैले थापाथली सन्धिले हाम्रो हात माथि पर्यो। तर मोहन शमशेर राणाले युद्ध लडेका थिएनन्। त्यसैले 1950 को सन्धि उनले गरेको हुँदा हाम्रो देश अहिलेसम्म लतारिरहेको छ। त्यसपछि हातमा हात हतियार बोकेर औजार बोकेर लडाइँमा लड्न जाने एउटा कालखण्ड सिद्धियो। हामीसँग बाँकी रहेको भनेको कूटनीति मात्रै हो, एउटा सफ्ट पावर। तर कूटनीतिको कख गग पनि नजानेका मानिसहरूले अन्धाधुन्धसँग 2046 पछि सन्धि र सम्झौताहरू गर्दै गए। सम्झौताको नाममा टनकपुर सन्धिदेखि महाकालीदेखि इन्डो पेसिफिक योजना अन्तर्गतको एमसिसीका प्रस्तावदेखि बिआरआईसम्म यिनीहरूले गर्दाखेरि यी कूटनीतिका कख पनि नजानेकाहरूले यस्ता सन्धिमा हाम फाल्दाखेरि आज ठुला शक्ति राष्ट्रहरूको बिचमा हाम्रो बाछाको मिचाइ जस्तो भएको छ। त्यसैको परिणति हो आजको नेपालको यो अन्यल। हामीले एउटा बेलामा प्रधानमन्त्री भइसकेको मानिसलाई एउटा सामान्य कूटनीतिज्ञ हुन मनाएर अमेरिकाको लागि राजदूत बनाएका थियौँ। र प्रधानमन्त्री जस्तो मान्छेलाई हामीले तिमीका राजदूत बन्न पठाएका छौँ भनेर पठाएपछि हाम्रो अमेरिकासँगको सम्बन्ध सुधार भएको हो। हामीले नेपाल चीन सीमाङ्कन समितिको अध्यक्ष जो हुनुहुन्थ्यो उहाँलाई नै बेजिङमा राजदूत बन्न पठाएको हुनाले चीनसँगको हाम्रो सम्बन्ध सुधारिएको हो। इजिप्टमा जेनरल नगिब, जेनरल नासेर, जेनरल अनवर सादातहरू सत्तामा आए। त्यसैले हामीले उनीहरूसँग भाषा मिलोस् भनेर हाम्रा रिटायर्ड प्रधान सेनापतिहरूलाई मौका मिलेको बेलामा राजदूत बनाएर पठाएका थियौँ। बर्मामा जेनरल नेभिनको सत्ता थियो। त्यसैले हामीले मिलेको बेलामा पूर्व प्रहरी महानिरीक्षकहरूलाई राजदूत बनाएर पठाएका हौँ। हामीले जुन देशमा राजा वा रानी राष्ट्रप्रमुख हुने गर्थे त्यहाँ कि दरबारका टाढाका नातेदार वा दरबारका विश्वासपात्रहरूलाई एउटा हटलाइन लिन सक्ने राजदूतको रूपमा हामीले त्यहाँ पठाएका हौँ। हामीले पाकिस्तानमा जेनरल अयुब खाँ, जेनरल याह्या खाँ र जियाउलहकहरू आए। त्यसैले हामीले सिभिलियन कन्जर्भेटिभहरूलाई त्यहाँको राजदूत बनाएर पठाएका हौँ। हामीले पठाएनौँ मात्रै, हामीले राजदूतहरू ग्रुम पनि गऱ्यौँ। हामीले दिल्ली, वासिङटन र बेजिङमा एउटै मानिसलाई राजदूत हामीले बनायौँ। एकैपल्ट होइन, पटक पटक गरेर। तर हामीले खाली बस्नु दिएनौँ र हुर्कायौँ। हामीले एउटै मानिसलाई 42 वर्षको उमेर पुग्दा नपुग्दा हामीले दिल्लीमा, मस्कोमा र लन्डनमा राजदूत बनायौँ। त्यसकारण हाम्रो सफ्ट पावरले मार्जिनको रूपमा हामीलाई गेन गरोस् भन्ने कुराको सानो सानो कुरामा पनि हामीले ख्याल राख्यौँ। तर आज अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो सहभागिता यस्तो भयो कि हामीलाई आज थिम्पू र कोलम्बोले पनि पुज्दैन, गन्दैन, वास्ता गर्दैन र हाम्रो कहीँ गन्ती छैन। र हाम्रो पासपोर्ट संसारको सबैभन्दा तल्लो स्तरको पासपोर्ट छ, लिएर हिँड्न लाज हुन्छ। यो कसले बनाएको? यो हप्ताको सुरुमा म विदेशको एक ठाउँमा थिएँ। त्यहाँ 250 देखि 300 जना एनआरएनहरू जम्मा हुनुभएको थियो।
उहाँहरूसँग औपचारिक रूपमा वा अनौपचारिक रूपमा कुरा गर्दा मैले विदेशमा बसेका नेपालीहरूको मनमा उठिरहेको दुईवटा तरङ्ग थाहा पाएँ। तपाईँहरूसँग अहिले त्यही सेयर गर्न खोज्दैछु म। अमेरिकामा एकजना राष्ट्रपतिले पानीमा हानेको ढुङ्गाले संसारमा जे तरङ्ग ल्याएको छ त्यो तरङ्गले सबैलाई छोएको छ। पिआर लिएका मात्रै होइनन्, वर्क भिसा पाएका मात्रै होइनन्, नागरिक भएका नेपाली मूलका मानिसहरूलाई पनि अब आप्रवासीहरूलाई बस्न नदिने हो कि यहाँबाट लहरै हटाइने हो कि भनेर त्यसको चिन्ता उहाँहरूलाई परेको छ। दोस्रो कुरा, उहाँहरूले मलाई सोझै भन्नुभयो, नेपालमा 100 जना मानिस जति धनी हुन्छन्, धनी मानिएका 100 जना छन्, त्योभन्दा 1 जना मान्छे त्योभन्दा बढी धनी मान्छे यहाँ छ, हामी छौँ। तर नेपालमा आफ्नो लागि पनि देशको लागि पनि केही गर्न सकिन्छ भने कसरी गर्न सकिन्छ? म त न अर्थशास्त्री हुँ न व्यापारी हुँ। एउटा लेम्यानले जे उत्तर दिन सक्छ, मैले जे उत्तर उहाँहरूलाई दिएँ म त्यो कुरा तपाईँहरूलाई भन्नलाई भूमिका बाँधे हो। नेपालमा गएको 150 वर्षदेखि, लगभग 150 वर्षदेखि चाहिँ क्यापिटल फ्लाइट भइरहेको छ। मैले कट अफ इयर इस्वीको 1884 लिएको हुँ, जब वीर शमशेरले पहिलोपल्ट विदेशमा आफ्नो अकाउन्ट खोले। त्यसपछि आज नेपालमा तपाईँहरूले उहाँहरूलाई भनेको कुरा यो, तपाईँहरूले जुन रेमिट्यान्स पठाइरहनु भएको छ त्यो रेमिट्यान्स चाहिँ तपाईँहरूको आफन्तले केही कुराहरू किनेर, खानेकुरा किनेर, लत्ता कपडा किनेर जिउमा लाउला, खानेकुरा खाला, तर विदेशी पैसा यसरी फ्लाइट हुन्छ, यसरी गइरहेको छ बाहिर कि बालुवामा पानी हाले जस्तो छ। दोस्रो कुरा, तपाईँ नेपालमा लगानी गर्न चाहनुहुन्छ भने पनि नेपालमा पहिलो कुरा तपाईँलाई लगानी जसले पनि आफ्नो लगानीको सिक्युरिटी चाहन्छ, तर नेपालमा यस्तो ट्रेड युनियनको यस्तो बजार छ, नेपालमा ट्रेड युनियनले तपाईँलाई लगानी गरेर लाभ लिन दिँदैन। दोस्रो कुरा, नेपालमा तपाईँहरूले जबरजस्ती ब्रुट भएर होस्, रुड भएर होस्, अटोक्र्याट भएर होस्, डिक्टेटर भएर होस्, बार्बेरियन भएर होस्, तपाईँहरूले नेपालमा वर्क इथिक्स खडा गर्न सक्नु भएन भने तपाईँको लगानीको कुनै अर्थ हुँदैन। मैले यो औपचारिक रूपमा पनि भने, अनौपचारिक रूपमा पनि भने। त्यसकारण हाम्रो बन्ने सम्भावना, नेपालको बन्ने सम्भावना आजको स्थितिमा कमजोर छ। जबसम्म ट्रेड युनियन नेपालबाट ब्यान्ड गरिँदैन तबसम्म नेपाल उन्नतिको बाटो लाग्दैन। आजको राजनीतिको बारेमा मैले केही कुरा भनिनँ भने तपाईँहरूलाई अवश्य पनि खल्लो लाग्छ। कुनै योजना बनाएर वा कुनै पहिला नै पूर्व तयारी गरेर टेलिभिजनमा अन्तर्वार्ता दिँदा कुनै शब्द प्रयोग गरिएको होइन, स्पोन्टेनियसली आएको शब्द हो। तर मैले त्यो शब्द प्रयोग गरेँ भनेर आज मलाई कुनै खेद लाग्दैन। मैले जे गरेको छु सही गरेको छु भन्ने नै म ठान्छु। आफूले जुन कर्मचारीलाई, प्रमुख प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको छ गलत फाइलमा सही गर्यो भनेर, त्यसलाई जबरजस्ती पार्टीका मानिसहरूले ल्याएर ढोका फोरेर ल्याएर कुर्सीमा राखिदिएपछि उसले 5 महिनादेखि रोकिएर आएको तलब जब आफ्नो खातामा पठाइदियो, आफ्नो भत्ता पठाइदियो, अनि त्यति बेला चाहिँ उसको सही वैध हुन्छ त? हिजो 46 सालको अन्तरिम सरकारमा कृषि मन्त्री हुनुहुन्थ्यो झलनाथ खनाल। त्यसपछि निर्वाचित सरकारको कृषि मन्त्री भएर आउनुभयो शैलजा आचार्यले पहिलो दिन मन्त्रालयमा हाजिर हुन जाँदा नै भ्रष्ट बसेको कुर्सीमा म बस्दिनँ, म यो कुर्सी फाल्छु, कोसीमा लगेर फालिदेऊ र नयाँ कुर्सी ल्याएर राखेपछि मात्रै बस्छु भनेर भने होइन। मान्छेको स्वाभिमान हुँदैन? हिजो मेरो सचिवको रूपमा, वन सचिवको रूपमा लोकमान सिंह कार्कीलाई म स्वीकार गर्दिनँ। यदि
सचिव चाहिँ अड्ने र मन्त्रीलाई सचिवलाई चलाउने हो भने म राजीनामा गर्छु भनेर बल्दै मजो यहाँले राजीनामा मन्त्रीबाट गरेर आजसम्म राजनीतिक सन्यास लिएको होइन। हिजो आरएनएसीमा जिएमले अथवा सिनियरले कसैले एकजना इन्जिनियरलाई तिमी नबोल भनेपछि मैले गलत गरिरहेको छैन भने मेरो सम्झना ठिक छ भने भद्रेश्वर पाण्डे हो म अबदेखि कहिले पनि बोल्दिनँ भनेर नबोलेको होइन आजीवन भने जापान जाने निम्ता आएपछि त्यो निम्तालाई फर्मलाइज गर्न प्रमुख प्रशासनिक अधिकारीले सही गर्दाखेरि त्यो चाहिँ वैध हुन्छ। फेरि कसरी वैध हुन्छ? जुन लिम्पिया धुरा कालापानीको मामलामा चीनले बोलेन भनेर चीनको निम्ता मान्न गइएन, त्यही बेलामा दिल्ली जानु चाहिँ फेरि जायज हुन्छ त? जो मानिसले बालबालिकाहरूलाई हतियार बोकाएर माओवादी विद्रोहमा पठाउनुपर्छ, मरे मर्छन् भनेर चाहिँ भाषण गरेको भिजुअल आज तपाईँ आज पनि नेटमा भिजुअल देख्नुहुन्छ। त्यही मानिसलाई अभिभावक बनिदियो भनेपछि 74 जना मान्छे मारिएको उक्साएर आफूले मार्न लगाएकोमा जिम्मेवारी लिनु पर्दैन? भनेपछि क्रिमिनलहरूको अन्डरस्ट्यान्डिङले आफूले पनि 74 जना मान्छे सिद्ध्याउनुमा बल पुर्याइएको छ। त्यसै भएर बालबालिका मर्नुपर्छ भन्ने मान्छेलाई भोलि राष्ट्रपति बनाउँछु भनेर वचन दिइएको छ, दिन मिल्छ? मैले त्यसै भनेको छैन यो कुरा। र आजको दृश्य हेरौँ, एकपल्ट प्रधान सेनापति भएपछि त्यो मान्छेलाई बेसिकल्ली विदेशमा पूर्व भनिँदैन, अवकाश प्राप्त भनिन्छ। प्रधानमन्त्रीलाई पनि पूर्व अवकाश प्राप्त भनिन्छ, पूर्व भनिँदैन। प्रधान न्यायाधीशलाई पनि त्यही नै हो। र हाम्रो संविधानमा एकपल्ट प्रधान न्यायाधीश भइसकेको व्यक्ति अर्को कुनै राजनीतिक पदमा जान पाइँदैन भनेर आजको संविधानमा लेखिएको छ। प्रधान न्यायाधीश हुँदाहुँदै एकजना प्रधान न्यायाधीश हुँदाहुँदै प्रधानमन्त्री हुन जानु हो। अर्को काम हो प्रधान न्यायाधीशले जोगीको रूप लिएर त्यो घटनालाई त्यो कामलाई वैध भनेर निर्णय गर्नुभयो, पाखण्ड गर्नुभयो। र आज अर्को पूर्व प्रधान न्यायाधीश फेरि प्रधानमन्त्री हुन जानुभएको छ। म बहालवाला प्रधान न्यायाधीशमा न्यायाधीशहरूलाई भन्दिनँ, उहाँलाई आज दोष लगाउन मिल्दैन। तर बेसिकल्ली भन्यो भने न्यायालयले नै, जुन न्यायालयको प्रधान न्यायाधीश संवैधानिक अदालतको प्रमुख हुन्छ, तीन-तीनजनाले नेपालको संविधान पोलेर खाइदिए। आज नेपालको संविधान छैन। आज नेपालको संविधान छैन। म संविधान हुनुपर्छ पनि भन्दिनँ। बेलायतको संविधान नभएर चलेको छैन, इजरायलको संविधान नभएर चलेको छैन। यहाँभन्दा धेरै पर नजाउँ। हामीले किन सनातन संज्ञानको कुरा गरेका छौँ भने हामी वास्तवमा सनातन भनेको कहिलेदेखि चलेर आएको रीतिरिवाज, धर्म, परम्परा, यो 2000 वर्ष अगाडि जन्मेको र 1300 वर्ष अगाडि जन्मेको होइन। यसले अर्काको देउतालाई शैतान भन्दैन, त्यति असभ्य छैन यो। मैले 2-4 पल्ट लेखेको पनि छु, 2-4 पल्ट भनेको पनि छु। कतिपय यहाँ अहिले दर्शकदीर्घामा बस्नुभएको साथीभाइहरूले सुन्नु पनि भयो होला अथवा पढ्नु पनि भयो होला, तर आज एक लाइन म दोहोऱ्याउँछु। त्यो भनेको के भने हामी सबै साँच्चै भन्ने हो भने हामी सबै बौद्ध धर्मावलम्बी हौँ। बौद्ध धर्म जसको हामीले एआई तस्बिर जेनेरेट गऱ्यौँ, त्यो कुनामा छ दोर्जे सेरा मिबोचे तामाङ परम्परा अनुसार 18,000 वर्ष अगाडिको हो। र मुक्तिनाथको तल्लो क्षेत्र, जसलाई माथिल्लो क्षेत्रलाई लो क्षेत्र भन्छन्, तल्लो क्षेत्रलाई सेरिफ क्षेत्र भन्छन्, हैन? र दोर्जे सेरा मिबोचेको अहिले सबैभन्दा संस्कृति बचेर रहेको, परम्परागत संस्कृति आफ्नो मौलिक रूपमा रहेको भनेको मुस्ताङको लुब्रा हो, जसलाई आजभोलि पुरानो मान्छेले लुडाक पनि भन्छन्। र त्यसको रङ भनेको निलो हो। त्यसैले मैले यो लिम्बू सिलाम सागमा निलो नै आज लगाएको छु।
मैले किन बोनको भनेर भनिरहेको छु भने लिम्बूहरूले बाहुन छेत्रीलाई पेनेवा भन्नुहुन्छ। लिम्बूमा पान्दाग थर हुन्छ, बोनबाटै पेनेवा र पान्दाग आएको हो। राईमा बान्तवा त्यसै भएर हुन्छ, गुरुङमा भ्लेन्तन हुन्छ, मगरमा पुन हुन्छ, तामाङमा ब्लोन र बोम्जन हुन्छ। मलाई लाग्छ चित्रकारको पुँ पनि त्यही नै हो। नेवारी भाषामा चित्रकारको वास्तविक थर पुँ हो र संस्कृतको पुण्य पनि बोनबाट आउँछ। त्यसैले हामी त्यो परम्परामा थियौँ। आज हाम्रो धेरै कल्चरमा कमन फ्याक्टरहरू छ, तर यसलाई 2000 वर्ष अगाडि आएको र 1300 वर्ष अगाडि आएका धर्महरूले परम्पराहरूले हामीलाई खाए। त्योभन्दा पनि पर मार्क्सले धर्म नशा हो भन्यो। मार्क्सले धर्म नशा हो भन्यो, तर मार्क्स आफू के थियो? मार्क्स आफू चाहिँ के थियो? म मार्क्सको दुईटा सानो सानो कविता अङ्ग्रेजीमा म यहाँ सुनाउँछु। मलाई लाग्छ अङ्ग्रेजीको आजभोलि सबैजनाले बुझ्नुहुन्छ। यो मार्क्सको द फिडलर भन्ने कविताको भाग हो, म पढौँ। टिल हार्ट्स bewitched, till senses rail. With Satan I have struck my deal. यो लाइन सुन्नुहोस्। With Satan I have struck my deal. शैतानसँग मैले सम्झौता गरेको छु। He chalks the signs, beats time for me. I play the death march fast and free. मैले दोहोऱ्याएँ, I play the death march fast and free. I must play dark. I must play dark. I must play light. Till bowstrings break my heart outright. The fiddler saws the strings. His light brown hair he tosses and flings. He tosses and flings. He carries a sabre at his side. He wears a pleated habit wide. दुईटा लाइन मैले सम्झनै पर्ने दुईटा लाइन भने। उसले शैतानसँग सम्झौता गरेको छ र ऊ डेथ मार्चमा सामेल छ। अर्को एउटा कविता छ, 5-6 लाइनभन्दा बढी छैन। यो कविता द प्लेयर भन्ने हो। तपाईँहरू जस्तै मेरो एकजना शुभचिन्तक साथीभाइले मलाई पठाइदिनु भएको हो। उहाँ यहीँ मञ्चमै, यहीँ दर्शक दीर्घामै पनि उहाँ पनि हुनुहुन्छ। लुक नाउ माई ब्लड डार्क, look now, my blood dark sword shall stab. My blood dark sword shall stab. Unwarily within my soul, God neither knows nor honors art. The hellish vapors rise and fill the brain. The hellish vapors rise and fill the brain. नर्कबाट उठ्ने जुन तुवाला जस्तो जुन बाफ उठ्छ त्यसले मेरो दिमागलाई पर्छ। Till I go mad and my heart is utterly changed. See this word, the prince of darkness sold it to me. The prince of darkness sold it to me. शैतानले उसको तरबार मलाई बेच्यो, मैले किने, अब शैतानको तरबार चलाउँछु। For me beats the time and gives the signs. Evermore boldly I play the dance of death. Evermore boldly I play the dance of death. त्यसै भएर क्रान्ति बन्दुकको नालबाट हुन्छ भनेको अर्थ के हो भने मान्छे मारेपछि मात्रै सत्ता हामी कहाँ आउँछ। मार्क्सिजमले त्यसरी सोच्छ। स्टालिनले त्यसै भएर 30 लाख मान्छे मार्यो। माओले 70 लाख मान्छे मार्यो। अटोक्रेटिक रेजिम बनेको सिद्धान्तको ढालमा, सिद्धान्तको आवरणमा त्यसले जे पनि गर्छ र आज हामीलाई यहाँ ल्याइ पुर्यायो। त्योभन्दा पनि ठुलो विडम्बना के भने अघोर तन्त्र आफ्नो आयु लम्ब्याउन र आफ्नो राजनीतिको उठानको लागि अघोर तन्त्रको आश्रय लिन जाने, तर सोल्टी होटलमा बसेर होली वाइन पनि खानेहरूले सिद्ध्याए वास्तवमा यो कुरा। हामी
प्रजातन्त्र मान्छे फुक्नको लागि, मान्छेको आयामहरू फुक्नको लागि मान्छेलाई प्रजातन्त्र चाहिन्छ। नत्र मान्छेको व्यक्तित्व फस्टाउँदैन, भविष्य फस्टाउँदैन, वर्तमान सुखी हुँदैन। त्यसै बेला हामीले चुनाव भन्ने कुरालाई स्वीकार गर्नुपर्छ, मान्नुपर्छ। तर आज जुन चुनाव हुन गइरहेको छ त्यसै 6 महिनाभित्रमा के विध्वंस ल्याउँछ र कुन टाउको दुखाइको कुरा हुन्छ भन्ने कुराको आज यो देशलाई हेक्का छैन। चुनाव रोकिनुहुन्न, चुनाव हुनुपर्छ। तर कुन गलत मान्छेलाई जिताउनको लागि, ल्याउनको लागि, सत्तामा ल्याउनको लागि यो चुनाव हुन लागेपछि यो महत्त्वपूर्ण कुरा छ। पहिलाका नेताहरूलाई हामी आलोचना गर्छौँ, यत्रो वर्षदेखि हामी आलोचना गरेरै आएका छौँ। तर एउटा त्यसको प्लस पोइन्ट पनि हामी हेरौँ। आजको तुलनामा तिनीहरूले व्यवस्था ढाल्नको लागि, सत्तामा पुग्न व्यवस्था ढाल्नको लागि पनि बेसिकल्ली 46 गतेको कुरा गरेँ मैले। जे जति गरे, जेल गए, जेल नेल खाए, अन्नसन बसे, भोकै परे, सारा परिवार लाखापाखा लाग्यो, आफ्नो सबै जीवन अव्यवस्थित भयो। तर एक दिन सांसद हुँला, मन्त्री हुँला, प्रधानमन्त्री हुँला भनेर गरेका थिएन। संयोगवश त्यहाँ पुगियो, विन्डफल भयो, बेपत्ता कमाइयो, पावरको आनन्द लिइयो। तर आज तपाईँ हेर्नुहोस्, आज पार्टीहरूमा समानुपातिकमा जो मान्छेहरू हाम फालेर लागेका छन् तिनीहरू नेपाल बनाउँछु भनेर लागेका छैनन्। तिनीहरू केही गरी सत्तामा पुग्यो भने 7 पुस्तालाई कमाउँला भनेर लागेका छन्। यो व्यापार हो, यो व्यापार हो, यो राजनीति होइन, व्यापार हो। त्यसैले यो संविधान, यो चुनाव अहिले गर्नु नेपालको लागि हानिकारक हुन्छ भन्छु म। केही समय यसले दिनु पर्थ्यो, केही कुराहरू संविधानमा एमेन्डमेन्ट पनि गर्नु पर्थ्यो र त्यसपछि मात्रै चुनाव गराउनु पर्थ्यो, होइन। र यति भनिसकेपछि म एउटा कुरा चाहिँ भन्छु, त्यो के भने हामी आम नेपालीहरू जहिले पनि असन्तुष्टि पुग्दाखेरि 2-4 जना चिया पसलमा अथवा कफी पसलमा भेला हौँ, कुरा गरौँ, आज हामी जुट्नुपर्छ भन्छौँ। त्यसपछि हामी कुनै टुङ्गोमा पुग्दैनौँ, हाम्रा गफहरूले 2-3 घन्टा लिन्छन्, अनि अर्कोपल्ट बसुना नि भनेर फेरि उठेर हिँड्छौँ। यो आज हामी सम्मेलन जुन गरिराखेका छौँ त्यसपछि हामी फेरि यसै गरी सायद नगरौँला, हामी किनभने मैदानमा जान्छौँ। यो मैदानमा जानलाई नै गरिएको हो।